Hello everyone. सबैजनालाई टासिदेलाई नमस्ते फ्याफुलजी चुले अस्सलामु अलैकुम जय नेपाल भन्दै तपाईहरुले सबैलाई मेरो युट्युब च्यानलमा आज स्वागतम गर्न चाहे मैले। सो आज हामी जाँदै छु कालिन्चोक। कहाँ रे? कालिन्चोक जाँदै छु। सो म चाहिँ अब उठेर एकदम फ्रेश भइसकेको छु, जानलाई रेडी फ्रेश भएर बसिरहेको छु। अनि हाम्रो केसाङ म्याम चाहिँ अहिलेसम्म सुतिरहनु भएको छ, किनकि उसको हिजो नाइट ड्युटी थियो। अनि त्यही भएर हिजो बेलुका 7 बजे गएको थियो अनि बिहान अघि 7 बजे आएर सुतेको थियो। सो केसाङ अहिलेसम्म सुतिरहेको थियो, एकछिन उठाएर हेरौँ। केसाङ ओइ उठो न, अब जाने न, आज जाने हो। सो यो चाहिँ अब हिजो रातभरि ड्युटी गऱ्यो होला होइन, त्यो एकछिन नेरले सुत्नु दियो। अब म चाहिँ रेडी हुन्छु, किन अब म रेडी हुन्छु। त्यहाँ जाडो छ होला होइन, कालिन्चोक पक्कै पनि जाडो छ होला, कति मिटरको उसमा छ खै त्यो त थाहा भएन, त्यही भएर बुझौँला। सो अनि अहिले अब हल्का यसो कपडाहरू लानुपर्ने हुन्छ। सो गर्मीमा अब लाउनुलाई माथि जाडो छ अरे। सो म यो एउटा ज्याकेट लान्छु, अनि यो ज्याकेट लाएर जान्छु, दुईवटा भइहाल्यो। अनि प्यान्टहरू दुईवटा जस्तो लान्छु, हुन्छ होला त्यति लान्छु। सो आज अब कति घन्टा गुगल म्यापमा त 5 आवर्स देखाएको थियो, हेरौँ अब त्यहाँ 5 आवर्सको बाटो रहेछ। सो के हुन्छ कसो हुन्छ एकछिनमा जानेछौँ। अब म ब्रेकफास्ट खान्छु। सो एकछिनमा भेटौँला है त बाटोतिर। अस्सलामु अलैकुम जय नेपाल। ल ओके, सो फाइनली अब सेटअप भइसकेको छ। म अब सबै लानुपर्ने सामानहरू सबै प्याकिङ भइसक्यो। अनि हेर्न सक्नुहुन्छ हेलमेटमा पनि म माउन्ट उस पनि फिट भइसक्यो। सो अनि क्यामेरा स्ट्यान्ड पनि लिइसकेको छु। सो लगभग सबै फिट भइसक्यो। अब हामी यहाँबाट निस्किन लागेको अनि एकदम रेडी भइसकेको छौँ हामी। अनि यता हाम्रो म्याम पनि के हो यस्तो लजाएर फेरि यो अहिलेसम्म सुतेर भर्खर उठेर फटाफट त्यसलाई कराई रेडी गर्न लागे। सो निस्किन लाग्यो। सो हामी अब रुमबाट निस्किन लागेको। सो त्यही हो गाइज, बाटोमा भेटौँला। अब हेरौँ कस्तो हुन्छ है। सो किप वाचिङ है, सबैजना हेर्नु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै बाटोमा भेटौँला। हाई छ, अस्सलामु अलैकुम जय नेपाल। सो ल बाहिरको वेदर चाहिँ यस्तो छ, आज ठ्याक्क घाम पनि झुल्किरहेछ। सो एकदम मजा छ यहाँ घाम पनि झुलेर। सो त्यही हो। अनि अब निस्किन लाग्यो, एकदम सेटअप भइसक्यो, हामी रेडी। बाहिर निस्किसक्यौँ र माथि कोही छ भेनाहरू कोही छैन रहेछ। हेलो छैन कोही, लवाङजु के बस है। सो अब निस्किन लाग्यो हामी। ओके, यात्रा शुभ रहोस्, सफल रहोस् भन्दै अब गेट बन्द भयो, निस्किन लागेको छु। ल बाटोमा भेटौँ न। भयो कति हेरेको ल, अब सेटअप भइसक्यो फाइनली है। अब ल अब स्कुटी स्टार्ट गर्ने छु। जय शिव शम्भो, सबैले रक्षा गरून् भन्दै अब 3 टाइम्स ढोकौँ, त्यसपछि हामी लाग्नेछौँ। ल बस ठ्याक्कै हामी चाहिँ यता तिनचुली चोकबाट निस्किन लागेको है। फर्स्टमा हामी तिनचुली चोक जान्छौँ, तिनचुली चोक पुगेर चाहिँ हामी क्यास निकाल्छौँ भन्दै
हो बाटोतिर पनि पाइहाल्छ सिद्धार्थ ब्याङ्क आयो पैसा आयो एटिएम कार्ड लिनु भनेर चाहिँ मैले किन कराउँछु भन्छ ल न्यू नोट आएछ नि त बिल्कुल न्यू नयाँ छ त हो मरत छ त लरेक छ नयाँ क्यास निस्क्यो सोभर निस्किन्छ अब है ओहो ल आला दिएर त यो हामी बनेपा कटेर ठ्याक्कै बनेबाट भन्नु त्यो एउटा चोक छ त्यहाँदेखि सिधै यता माथि बढी आउनु पर्ने रहेछ हामी ठिक आयो यो बाटो चाहिँ सर्टकट छ अरे हौ कालिम चोक पुग्नलाई अनि अपरोड पनि छैन पिच रोड छ अरे एकदम राम्रो छ भने सुनेको थिएँ सो अनि केसाङलाई पनि भोक लाग्यो अरे अनि मलाई पनि भोक लाग्यो हल्का सो अब यहाँ बसेर के खाम भनेर ठ्याक्कै यहाँनिर यस्तो रहेछ जङ्गलको मुनि यस्तो मजाको ठाउँ रहेछ यता चाहिँ ठुलो हरियाली जङ्गल रहेछ माया लड हालत खराब भयो त हौ ए अब म पनि उस बङ्गाली अब यो खै कुन ठाउँमा हो हामी चाहिँ माथि आइपुग्यौँ एकदम उकालो हिँडेर स्कुटी हाम्रो यहाँ यस्तो छ स्कुटीको आवाज हो स्कुटी रेस्ट गरेको स्कुटीको नि आवाज आइरहेछ सो त्यही हो अनि अझै यता कता माथि कता हो कता हामी चाहिँ अब यहाँ आइपुग्यो कुन ठाउँ हो चरीको भन्दै के भन्छ अलि माथितिर चाहिँ अब केसाङ चाहिँ हार खाइसक्यो जाँदिनँ भनेर अब यहाँ अलिकति रेस्ट गरेर जानुपर्छ
अब धेरै छैन होला सायद म्यापमा अझै 3 घण्टा छ डल्लो ल अब चाहिँ हामी यहाँ एकछिन रेस्ट गरेको अनि रेड बुल छ यहाँ अहिले हामी ठ्याक्कै कहाँ छौँ भन्दाखेरि यो ठुलो पोखरा भन्ने ठाउँमा छ यहाँदेखि चाहिँ जम्मा 2 आवर्स लाग्छ अरे अहिलेसम्म बाटो एकदम राम्रो थियो पिच थियो टकाटा तपाईँको मकैबारी के भन्ने ठाउँ आउँछ अरे त्यहाँबाट चाहिँ अलिकति अफरोड बा उकालो छ अरे हेरौँ यहाँसम्म त स्कुटीले टकाटक ल्यायो स्कुटीको आवाज अलि आइरहेको छ अब एकछिन यहाँ रेस्ट चाक दुखेर ओ आम्मा स्कुटीमा है दुख्यो खाना लागेको सो अब हल्का इनर्जी ड्रिङ्क खाएपछि के हुन्छ कि चेस आएर जान्छ हामी अब त्यही हो आज नि लास्टै गाह्रो भन्दा नि ट्राक दुख्ने यार एक्लै चलाउनु परेछ है त्यही हो सो बाई भेटौँ न अब ल यहाँबाट तलतिर मुडी जाने बाटो भनेपछि यहाँनिर चाहिँ यता ठ्याक्कै फर्किने बाटो यहाँदेखि माथितिर चाहिँ कालिम्चोक जाने बाटो सो आज पनि यो चराको आवाज सुन्न म यहाँ आइपुगेछु एकदम मजा आउँछ मलाई आवाज सुन्न यसले फेरि ठ्याक्कै भिडियो गर्ने बित्तिकै यसले कराउनै छोडिदिन्छ कि सो यहाँ फेरि सुरु भयो पहिला अहिले सानो साउन्ड गर्दै थियो त्यसपछि ठुलो 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 हुँदै साउन्डहरूलाई लास्ट ठुलो गर्दै लास्टमा दामी गर्ने रहेछ यार सो त्यही हो अहिले यहाँ यो अलिकति यहाँ बाटो कन्फ्युज गरेर कहाँ हुँदाखेरि माथि ओ के हो के भन्यो अरे तपाईको डकुमेन्टहरुमा अलि मिस्टेक भएको रहेछ त्यो करेक्सन गर्नु भनेर फोन गर्दै रहेछ अच्छा कहिले आउने थियो भने त नि भोलि आउनु भन्दै थियो भोलि म आउँदिन पर्सि आउँछु अनि हेलो गाइज अब हामी कहाँ पुग्यो भनेर यो पछाडिको दृश्यले तपाईँहरूलाई जानकारी दिइहाल्छ सो अहिले कहाँ हो कुन ठाउँको नामै थाहा छैन हामी अब म्याप हेर्दै घरि सोध्दै आएको हो तर यस्तो राम्रो ठाउँमा आइपुग्यो एकदम घाम पनि मजाले चल्किरहेछ होइन चल्किरहेछ सो एकदम वेदर पनि दामी साथ दियो हामीलाई तर धुलो पनि अति खायो आम्मा त्यो अघि तल सुकुटी ब्रिजको न उतापट्टिको यस्तो खतम छ नि बाटो ओ माई गड त्यहाँ त धुलोले बाटै देखिन त्यस्तो अवस्थामा पनि हामी आयो बिस्तारै बिस्तारै आउँदै अब यहाँ पुगेर म्याप अनुसार यहाँदेखि कति अझै 1 आवर समथिङ कति देखाउँदैछ सो हेरौँ अब कहाँ कुन लोकेसन हो कहाँ केही थाहा छैन हामी अन्जानमा हिँडेको मान्छे त्यही हो अब कालिम्चोक पुग्न धेरै छैन सो अब त्यही कालिम्चोक पुगेर भेटौँला है सो हेर्न सक्छ यस्तो छ यहाँको वे अनि यहाँबाट के हो यो यहाँ कोही छैन अहिले खाली छ अनि के छ म्याम कस्तो फिल रहेछ म्याम बा केसाङ म्यामको एकदम राम्रो फिल भइरहेछ अरे सो हेर्न सक्नुहुन्छ माथि के हो यो टावर जस्तो खोइ के हो यो घरहरू रहेछ है सो त्यही हो किप वाचिङ सबैजनालाई है राम्रो हेरिदिनु होला हाम्रो यसो ब्लगलाई
सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भन्दै अब त्यहाँ पुगेर भेटौँला है ओके जय नेपाल यो कुन चाहिँ गाउँ हो साह्रै राम्रो रहेछ है ठ्याक्कै उता सैलुङ पनि देख्दो रहेछ यहाँबाट सो अब यता हल्का चिसो भयो जाडो भएपछि म चाहिँ ट्याक्कसँगले यो हल्का विन्ड लगाएको छु अब यहाँदेखि कस्तो छ के कस्तो छ अब यहाँदेखि चाहिँ नन स्टप नरोकी जानुपर्छ हामी धेरै बिचमा रोक्यो सो यहाँ देख्न सक्नुहुन्छ एउटा गेट रहेछ यस्तो यो गेट पार गरेर अझै 1 घन्टा समथिङ 40 किलोमिटर जति सर्यो यहाँबाट अझै सो अब यहाँबाट नन स्टप जानेछौँ यहाँदेखि त्यहाँ सैलुङकै होला त्यो गुम्बाहरू सो यता यस्तो यस्तो रहेछ ओके सो नाउ रेडी गो माई गड ल सो फाइनली हामी दुईजना कहाँ पुग्यो भन्दाखेरि त्यो जङ्गलको बाटो पनि कटेर अब त यो धेरै लेक हो अलिकति हाई एल्टिट्युड थोरै लेकको माथि आइपुग्यो यो गाउँ रहेको छ गैरी गाउँ कालिन्चोक ठिक छ सो हामी यो गाउँ पुगिसक्यौँ अब जम्मा 5 किलोमिटर बाँकी छ हामी पुग्ने कहाँ हाम्रो डेस्टिनेसन पुग्न 5 किलोमिटर बाँकी र यो गाउँ छ गैरीकोट गाउँ एकदम दामी छ कालिन्चोक ए गैरी गाउँ यहाँ चाहिँ अब तपाईको चौरी गाईहरू पनि छ सो एकदम व्हाइट कलरको लाली गुराँसहरू फुल्दो रहेछन् यहाँ यता माथि गएर हेर्ने कि एकछिन अब भोलि गएर हेर्छौँ सो आज यति नै भन्दै अब हामी यहाँबाट लाग्दैछु 5 किलोमिटर लेफ्ट वी आर डेस्टिनेसन पुग्नलाई लगाइछु सो यो स्कुटीले हल्का तानेन जाडो पनि छ स्कुटी यो इन्जिन तातेर हो कि के भयो तानै छोड्यो यो बाटो अलि यस्तो ग्राभेल छ नि त यसमा गाह्रो पर्ने रहेछ अझै उकालो छ यार ल ठ्याक्कै रात पर्यो होइन राति कति अब 6:30 जस्तो भयो होला ठ्याक्कै कति बज्यो 7 बजे ठ्याक्कै रात परेर पुग्यौँ हामी अब कहाँ हो त्यो त थाहा छैन तर यो ठाउँ चाहिँ पुग्यौँ हामी तर यो कतानिर हो कहाँ हो के हो थाहै छैन अब तल गएर बुझ्नुपर्ने हुन्छ माथि फेरि बाइकहरू त गइरहेछ सो त्यही हो गाइस अलि थाक्यो अब होटल पुगेर कुरा गर्छु है ओके यो छ हाम्रो आजको होटल दोलखा कालिन्चोक रिसोर्ट नाउ इन्ट्री ल सो यो फाइनली हाम्रो रिसोर्ट आजको होटल रहेको छ दोलखा होटल सो हामी अब
यहाँनिर रुमसुम लिइसकेछौँ रुम लिएर अब हामी एकछिन अब खाना खान लाग्छौँ सो यही डाइनिङ हल यस्तो रहेछ यहाँको त्यही हो अनि अब हेरौँ यहाँ कसैले हेर्न नै आउँदैन हामीलाई बोलाउन आउँदैन पानी ल्याऊ भन ल तातो पानी त्यही हो ज्याकेट चाहिँ नल्याएर मलाई हल्का रिग्रेट फिल भइरहेछ अब यो यस्तो ज्याकेट यो खासै तर हुन त यो विन्टप्रुफै हो तर अलिकति जाडो चाहिँ फिल भइरहेछ किनकि यसले गर्मी हुन्छ भनेर पनि नल्याएको अलिकति उसवाला ज्याकेट ल्याएको भए त मेरो थियो नि केचुवाको दामी ज्याकेट तर ल्याएन ठिकै छ अब आज एक दिन हो अब गएर खाना खाएर झ्याम्म खाएर सुतिहाल्ने त्यसपछि भोलिपल्ट भइहाल्छ भोलि चाहिँ बिहानै दर्शन गर्न जाने हो अब भोलि त बाटो ओह्रालो छ फेरि बिस्तारै हिँड्नुपर्छ अनि आज त हातहरू पनि दुखिरहेछ मेरो बेसरी युज गरेर सो त्यही हो गाइज सो अब एकछिन यहाँ खाना आएको अब खाना आएपछि अब एकछिन हामी जाने हो हाम्रो रुम पनि देखाउनेछु यहाँ हाम्रो मोटेल देखाइसकेको छु तपाईँहरूलाई सो अब त्यहाँ जानेछु एकदम होटेल चाहिँ बेस्ट छ है यहाँको एकदम राम्रो छ ल आज यो कालिम्चोक दोलखा कालिम्चोकको तोङबाट यसको हेर्नु पर्यो भनेको कस्तो पापड समथिङ राइट ल सो फाइनली अब यसको मेसिनको सो फाइनली अब हामी खानासाना खायौँ झ्याम्म है दिनभरि खाना कोही उता खाएको भोकले हत्तु भइसकेको थियो सो खानासाना खाएर हामी अहिले रुममा आइसकेको छौँ सो त्यही हो हाम्रो रुम यस्तो छ यहाँनिर यो यस्तो यहाँबाट ट्याक्कै यो तातिने खालको रहेछ हो म्याट तातिने रहेछ ल अनि त्यही हो अब आज बेलुका आइपुग्यो अब मेन यो कालिम्चोकको सिनहरू देखाउन पाएन केही छैन भोलिको भ्लगमा आउँछ बिहान देखाउनेछु भन्दै आजको भ्लगलाई यही अन्त्य गर्दै हामी अब भोलि बिहान प्रतीक्षा गर्नुहोला भन्दै सबैजनालाई तासदिले यहाँ चाहिँ साह्रै जाडो छ है लुगा चाहिँ किप वाचिङ किप सपोर्ट जाडो बेसरी जाडो छ यहाँ लुगा चाहिँ एकदम बाक्लो ल्याएर आउनु होला भन्दा मैले यो ज्याकेट कहाँ ल्याएर अनि भित्र विन्ड सिटर ल्याएर ठिक गरेको छु नत्र त मरिने रहेछ लुगा पनि ओके गाइस सबैजनालाई बाई बाई आजको ब्लग यति नै